औँसी तिथिको दिन औँसीलाई बहुत होशियार हाम्रा बुबा आमा सासू ससुरा बित्नु भएको छ भने औँसीलाई बहुत मान्यता दिनुहोस् है हजुरहरूले। एक महिनामा एउटा तिथि आउँछ औँसी। स्कन्द पुराणमा औँसीको यति धेरै महत्त्व छ हैन। औँसीको धेरै ठुलो महत्त्व छ। औँसीलाई बहुत धेरै सम्मान गर्नुपर्छ। जो व्यक्तिले औँसी तिथिलाई सम्मान गर्दैन भले उसको धन सुरक्षित हुँदैन अरे, उसको देह सुरक्षित हुँदैन। बुझ्नुहोस् है, उसका शत्रुहरू उसको अपमृत्यु कतिखेर आउँछ थाहा हुँदैन। साँच्चै भन्नुपर्दा स्कन्द पुराणको कुरो गर्दैछु म। तस्मिन् अहन्नि ये श्राद्धं पितॄन् उद्देश्य च आत्मनः करिष्यन्ति नरा भक्त्या ते भविष्यन्ति सुस्थिता। क्या राम्रो श्लोक सहित है। अमा नमा रवि रश्मिन् सहस्र प्रमुख स्थित तस्मिन् वसति येनेन्दुर् अमावस्या ततः स्मृतः धन्न धान्यं वशेतां सर्वा शत्रु विवर्जिता अपमृत्यु परित्यक्ता मम वाक्य दशंशय। सुन्नु ल बहुत ध्यान दिएर। जसले औँसी तिथिका दिन जसका बुबा आमा बित्नु भएको छ, सासू ससुराहरू बित्नु भयो, औँसीमा यदि लापरवाही गरेर लापरवाहीका चिजहरू खान्छ भने उसको धन सुरक्षित रहँदैन, शरीर सुरक्षित रहँदैन, उसका वंशहरू सुरक्षित रहँदैनन्। औँसी तिथिमा यहाँ त के भनेको छ, दुःख नमान्नु होला। वर्ष दिनमा श्राद्ध गर्नुभन्दा पनि ठुलो औँसीलाई मानेको छ स्कन्द पुराण। महिना दिनमा एउटा औँसी आउँछ, बडा राम्रो। औँसीलाई संस्कृतमा के भनिन्छ? अमावस्या। के भनिन्छ अरे? अमावस्या। यसको अर्थ स्कन्द पुराणले लगाएको छ। अमा नाम गरेका सूर्यका 1000 रश्मिहरू किरणहरू चन्द्रमामा गएर निवास गर्दछन्, त्यसैले यसलाई भनिन्छ अमावस्या। वस्या अमा हैन। अमा नाम गरेका सूर्यका 1000 रश्मिहरू, सूर्यका रश्मिहरूका भिन्न भिन्नै नाम छन्। त अमा नाम गरेका रश्मिहरू चाहिँ चन्द्रमाको साथमा बस्छन्, त्यसैले त्यो तिथिलाई भनिन्छ अमावस्या। अमावस्या, त्यसलाई भन्छौँ हामी औँसी हैन। अमा अमा नाम रवि रश्मि सहस्र प्रमुख स्थितः तस्मिन् वसति येनेन्दुर् अमावस्या ततः स्मृतः। औँसी तिथिका दिनमा भले के थियो त, आफ्ना पितृहरूलाई भले चन्द्रमामा निवास गर्ने भएको हुनाले चन्द्रलोक भन्दा नजिकै पितृलोक छ, त्यसैले पितृहरू बडा आश गर्दैछन्। त त्यो औँसीका दिन त्यही भएर बारिन्छ, औँसी बारिन्छ। त्यसैले हाम्रो धन सेभिङ होस् भनेर ब्याङ्कमा पैसा राखेर मात्रै पनि भएन, बुझ्नुभयो नि हैन। पैसा ब्याजमा दिएर मात्रै बढेन, त्यो सुरक्षित होस्, छोराछोरी सुरक्षित हुन्, उनीहरू देश विदेशमा पनि उनीहरूको विद्या बुद्धि उन्नति प्रगति हुँदै जाओस् भन्ने लाग्छ भने एउटै काम गर्नुपर्ने रहेछ। के रहेछ? औँसीका दिनमा बडा श्रद्धा भक्तिभाव पितृहरूलाई सम्मान गर्नुपर्ने रहेछ। गएकाको नाम गलत भोजनहरू नगर्ने, घरको सरसफाइ गर्ने, गोबरले लिप्ने ठाउँ छन् गाईको गोबरले लिप्ने, छैन मार्बल टाली लगाएका छन् टाउनमा हुनुहुन्छ भने घरका पोछा पाछीहरू गर्ने हैन, सुन्दर त्यो दिन गर्ने। औँसीको दिन शङ्ख नबजाउने हैन, घन्टीहरू बजाएर भगवानको धुपदीप गर्ने, पितृहरूका फोटामा गएर यसो जल धुपदीप दिएर प्रार्थना गरिदिने। क्या राम्रा कुराहरू यहाँ बताउँदै हुनु। के गर्छन् अरे त औँसीका दिन? गुरु प्रमाण चाहियो भन्नु होला, त्यो प्रमाण सहित म बोले। अब वायुभूता प्रयाक्षन्ति श्राद्धं पितृगणा नृणां यावदस्त्वं मयं भानु छुत्पिपास समाकुला ततास्याम च गतौ भानु निराशा दुःख संयुक्ता हैन। कति बजेदेखि कति बजेसम्म औँसीका दिनमा पितृहरू घरमा आउँछन् अरे, त्यो पनि बताउनुहुन्छ। 3 पिँढीहरूसम्म पितृहरू औँसीका दिनमा घरमा आउँछन्, 3 पुस्तासम्म। कति पुस्ता भन्नु त? 3 पुस्ता। 4 पुस्ताका आउँदैन। बुबा बित्नु भएको छ भने बुबा, हजुरबुवा, कुप्री हजुरबुवा, 3 पुस्तासम्म गरेका व्यक्तिहरू बोले यो धरतीमा त्यो वंशको सम्बन्ध भएको हुनाले घरमा आउँदछ, आउँछन् उनीहरू। तपाईँले मान्नु नमान्नु तपाईँहरूको आफ्नो विवेक हो, पुराणले भनिरहेको छ। कुन रूपमा आउँछन् त गुरु भन्दा वायुभूता प्रवाक्षन्ति
श्राद्धम पितृगणाम। त्यसैले प्रत्येक दिन पितृहरूलाई जल दिन सकेन भने पनि भले तामाको लोटामा, पित्तलको लोटामा, चाँदीको लोटामा बिहान स्नान गरेपछि औँसीका दिनमा लोटामा भरिदिने, तिल लिने, कालो तिल राखिदिनु होइन। कुश छ भने कुशका एक दुईवटा टुक्रा राखेर पितृहरूको नाममा जल दिनु। मन्त्र चाहिँदैन। म मेरा बुबालाई तर्पण दिँदैछु, हजुरबालाई तर्पण दिएँ, कोप्री हजुरबालाई तर्पण दिएँ, सबै पितृहरूले सर्व पितृभ्यो नमः भनेर जल दिनु औँसीका दिनमा। तुलसीको मठमा, शुद्ध स्थानमा, भूमिमा जहाँ हुन्छ होइन, त त्यसो गर्नु पर्दछ। किनकि वायु भूता, पितृहरू शरीर लिएर आउँदैन न। अब उनीहरू कुन रूपमा आउँछन् अरे? वायु भूता प्रवाक्षन्ति साधम पितृगणानृणाम। वायुको रूपबाट आउँदछन् उनीहरू। औँसी तिथिका दिन चाहिँ आइहाल्छन्। किनकि अमावस्या हो नि त, सूर्यका अमा नाम गरेका किरणहरू चन्द्रमाको साथमा गए, पितृहरूले थाहा पाए, त्यही भएर आफ्नो वंश, आफ्नो रगतको परम्परा भएको हुनाले आउँछन्। 3 पुस्ताभित्रका आउँदछन्। तपाईँहरूले नागरिकता बोक्नु भएको होला, जग्गा जमिन पास गर्नु पर्यो, ब्याङ्कमा खाता खोल्नु पर्यो होइन। 3 पुस्ते नि त प्राय हेरिन्छ। विवाह गर्नु पर्यो, 3 पुस्ते हुन्छ होइन। त्यो प्रमाणितताको लागि त यो पनि हाम्रो शास्त्रले यो भने त्यहाँदेखि उताको श्राद्ध पिण्ड तर्पण पर्दैन। श्राद्ध त एक पुस्ताकै गर्ने होइन, बुवाकै गर्ने हो नि त। हजुरबाको श्राद्ध त नातिलाई कर लाग्दैन नि, आफ्नै बाउको नै श्राद्ध गर्ने हो, बुबाको आमाको होइन। त यस कारणले गर्दा यदि औँसी तिथिका दिन वायु रूपले घरको आँगनमा आएर टेक्दछन्, सूर्योदय ब्रह्म मुहुर्तबाटै समस्त दिनभरि साँझ सूर्यास्त हुनुभन्दा अगाडिसम्म, ततस्सास्तम गतौ भानौ निराशा दुःख संयुता। त उनीहरूको लागि त औँसी तिथिका दिनमा साग र दाल जरुर बन्नुपर्छ भनौँ। स्कन्द पुराणले राधे राधे भनिदिनु न सबैले होइन। औँसीका दिनमा साग बनाउनु अरे। छोरीको छोरो तोरीको साग, यो त गाएको छु नारद पुराणमा, गाइदिउँ फेरि एकचोटि। छोरीको छोरो तोरीको साग, अदुवाको अचार पितृको भाग। छोरीको छोरो तोरीको साग, अदुवाको अचार पितृको भाग। सागको टपरी बुहारीको हात, मसिनो चामल घिउसँग भात। सागको टपरी बुहारीको हात, मसिनो चामल घिउसँग भात। मसिनो चामल घिउसँग भात, मसिनो चामल घिउसँग भात। मलाई त पिर छ यहाँहरूको घरमा पितृहरूको आशीर्वाद प्राप्त होस्, यहाँहरूको जनधनको नोक्सान नहोस्। त्यसैले औँसीले जुन भनिरहेको छ त्यही बताइदिइरहेको छु। त विवेकले हामीले यसलाई परिचालन गर्ने हो। त जसले औँसी तिथिका दिनमा घिउ होस् अरे, औँसी तिथिका दिनमा चाहिँ घिउसँग साग पकाउनु पर्यो भने घिउ थोरै तडक 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 लगाएर, त्यो दिन तेलको बुटुन भन्दा पनि घिउ। साग होस्, कुनै गुरु चाहिँदैन, ब्राह्मण चाहिँदैन हजुर होइन। दाल होस्, कालो दाल होस् होइन, कालो दाल होस्, साग होस्, अदुवाको बढी मात्रामा प्रयोग गरिएको होस्। पितृहरू त्यो बासना हरि प्राप्त गरेर नृत्य गर्छन् अरे, अनि मुखामुख गर्छन् अरे। जो वायु रूपले आएका हुन्छन् नि, औँसी तिथिलाई यस्तो एक्सपेक्ट गरे, बिहानैदेखि घर बढाई पोछी पाछी, बुहारी पनि आज औँसी हो भन्दै होइन। त्यस पछाडि गएर उसले पनि यसो गरेछ। ल त जस्तै धेरै तपाईँको पितृदोष बन्दै खतरै छैन, आत्तिनै पर्दैन हजुर। के कथा बताएन हो यसले त। मृतयान्ति तथा राजन यत्र केचिन् महीतले, ते जायन्ते न त वर्तेते यादवद्वं शत संस्थिते। के गर्दछन् त पितृहरू आएर घरमा आएर टेक्दछन् जहाँ जलले पोछिएको हुन्छ, नभए त उनीहरू आउनै सक्दैन। शरीर घरभित्र शुद्ध देखिएको हुन्छ, भक्तिभाव गरिएको हुन्छ होइन। अनि अगाडि गएर भन्नुहुन्छ साग बन्यो भने खुसी हुन्छन्, अदुवा बन्यो भने खुसी हुन्छन्, कालो दाल बनाइयो भने खुसी हुन्छन्, मसिना चामलको भात बनाइयो भने खुसी हुन्छन् होइन। त त्यति गरेर पितृहरूलाई पनि हामीले के गर्ने त, त्यो भोजन बनाएर आफै खाने हो। भात चढाइराख्नु पर्दैन, 16 श्राद्ध जस्तो खाइदिने अरे क्या त्यो दिन। लसुन प्याज माछा मासु औँसी तिथिका दिन त्यस्तो चिज, तामसिक चिजहरू जो दुर्गन्धित वासना आउँछ नि होइन, त्यस्ता चिजहरूलाई प्रयोग नगरिकन औँसी तिथिलाई 1 वर्ष मात्रै पालना गर्ने हो भने पितृणाम गुप्तहेतेन स्थाप्यो स्वस्थ समाधिना पुत्रवत परिपाल्यस्य निर्विशेषम नराधिपः। त त्यस्ता प्रकारका व्यक्तिहरूलाई यहाँ पनि सन्तान चाहिँदैन र उनीहरू गएका पनि पूर्वजहरू पनि सबै तरेर जान्छन् अरे हजुर। कहिले भोकै बस्दैनन्, कहिले प्यासे हुँदैन।
तर साँझसम्म बस्छन्, अदुवा पनि छैन, कालो दाल पनि छैन, मसिना चामल पनि छैन, घिउ पनि सुगन्ध आउँदैन। यत्र यत्र ठुल्ठुला आँसु झार्दै झार्दै निराश भएर जान्छन् अरे त्यो घरबाट। अग्निख्वाता, परिषद, आजपा हैन, सोमपा आदि गरेका पितृहरू सबैजना उनीहरूको साथमा यी सबैका सबैजना यिनीहरू पितृहरू यो धरतीमा रहन्छन्। र यस्ता प्रकारले पितृहरू बडो प्रसन्न हुन्छन् आफ्ना सन्ततिहरूले गरेका कर्महरू देखेर। त जसले त्यही भएर औँसी तिथिका दिन त्यसैले कसैलाई हैन काटमार गर्न प्रेरित नगर्ने, यस्तो यस्तो 1 वर्षसम्म मात्रै गर्नु। पितृदोष जाने पनि यहाँ यसले यही भन्छ, स्वर्गे पिच नतम तेन तोयम लभन्ते नान्यमेव छ। जल, साग, पितृहरूलाई तिल प्रयोग गरियो भने पितृहरू बहुत प्रसन्न हुन्छन्, बहुत खुसी हुन्छन्, घरमा अर्कै वातावरण बनेर आउँछ। एकचोटि पितृहरू बडा दुखी भए, प्रभु प्रभु भने। किन? कलियुग यो एउटा मात्रै गएको होइन क्या, योभन्दा पनि अगाडि कलियुग भइसक्यो। कतिचोटि कलियुग आयो नि। सत्य त्रेता द्वापर कलियुगको झापड, सत्य त्रेता द्वापर कलियुगको झापड, खाएर पनि चेतेनन् दयालु दया गर। मैले रोजे प्रभु तिम्रो नाम, कृपालु कृपा गर। मैले रोजे सदा तिम्रो नाम, कृपालु कृपा गर। मैले खोजे तिम्रो प्रभु धाम, कृपालु कृपा गर। मैले खोजे प्रभु तिम्रो धाम, कृपालु कृपा गर। मैले रोजे प्रभु तिम्रो धाम, कृपालु कृपा गर। अब हामीले खोजेका हो त्यो कुनै न कुनै माध्यमबाट। आखिरी सन्तानकै सुखको लागि सन्तानहरू बोली बोल्ने हुन्, सही मार्गमा। बुवा आमालाई अहिले अरू केही पीर छैन, छोराछोरीलाई पैसाको कमी छैन, तर सत्मार्गमा लागुन्, राम्रो बोल्ने हुन्, राम्रो खाने हुन्, यही भाव त छ। त औँसी तिथि यसलाई बहुत प्यारो। एकचोटि पितृहरू रोए, ठुल्ठुला आँसु पार्दै पार्दै गए, ब्रह्माजी 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 भन्नु। ब्रह्माजीले भन्नुभयो, के भयो प्रभु, अब त हाम्रा छोरा नातिहरू त यसमा जन्मेलान्। बोले के? भगवान इन्दुक्षय श्राद्धम प्रोक्तम आशम तया विभो, अस्माकं प्रीडनार्थाय यत् करिष्यन्ति च मानवा। साँच्चै भन्नुपर्दा तपाईँले हामीलाई बताइदिनु भयो, महिनामा 1 दिन श्राद्ध गर्नु औँसीका दिन भनेर। 1 महिनामा एउटा श्राद्ध गर्ने सन्तान अब जन्मिँदैन, हामी भोकै भयौँ, खान पाउँदैनौँ होला, हामी मर्छौँ होला, हामी कहाँ जाउँ, हामी के गरौँ गर्दै ब्रह्माजीका साथमा सारा पितृहरू गए हैन। साँच्चै भन्नुपर्दा त औँसीको दिन त श्राद्ध गर्ने नै कुरो हो। तर यहाँ भन्नुहुन्छ पितृहरू पनि दुखी भए, किनकि सन्तानहरूसँग दरिद्रता होला, व्यवहार दरिद्रता होला, पैसा नहोला। त उनीहरूले श्राद्ध गरेनन् भने त हामी त भोकै हुन्छौँ नि त। त्यसैले यहाँ भन्नुहुन्छ, तत पितृगणा सर्वे हे दिव्या ए च मानुषा, छुत्पिपास कुला भूयो ब्रह्माण्डम शरणम गता। ब्रह्माजीकै शरणमा गएर, प्रभु छुत्पिपास, हामी त भोकै मर्छौँ, खान पाउँदैनौँ, गाह्रो हुने भयो। किनकि कलियुगमा धन नभएर होइन, धन भएर पनि सन्तानहरू दरिद्री हुन्छन्। मै खाऊँ मै लाऊँ सुख सयल मोज मगरौँ। त्यस कारणले गर्दा यो भाव व्यक्तिमा आउँछ, स्वार्थपन आउँछ। ब्रह्माजी त्यसैले हामी भोकै हुन्छौँ होला, औँसीका दिन श्राद्ध गरेनन् भने के गरौँ हामी, बताइदिनुहोस् हैन। त औँसीका दिन श्राद्ध नगर्नेले चाहिँ गरेनन् भने त हामी त खान पाएनौँ, हामी कहाँ जानु हो त? त्यही छोरा नातिसँग जाने हो, ठाउँ छैन हाम्रो, हामी के गरौँ? भोकै नरहने त्यो व्यवस्था गराइदिनुहोस् भन्दा ब्रह्माजीले भन्नुभयो, सुन, औँसीका दिन यदि पैसा नभएर कहिलेकाहीँ तिथिहरू बिर्सेर श्राद्ध गरेनन् भने पनि सन्तानहरूसँग दुखी चाहिँ नहुनु है भन्नुभयो, रुष्ट चाहिँ नहुनु है भन्नु। कहिलेकाहीँ औँसी बिर्सिहाले होइन, त्यस पछाडि गएर त्यो दिन नीति नियमहरू पालन गर्न भ्याएनन् भने तपाईँहरू कुपित चाहिँ नहुनुहोस् है। बोले के गर्ने त भन्दा, यावत् संवत्सरम तेन एकेनापि तु सत्तम। ठिक छ, 1 वर्षभित्र तपाईँहरूले भोजन पाउनुहुन्छ, यानि कि मृत्यु तिथिमा चाहिँ तपाईँको लागि श्राद्ध गरिदिनेछ। त्यो श्राद्धको भोजनले तपाईँहरू तृप्त हुनु, औँसीको आश नगर्नु, औँसीमा चाहिँ आशीर्वाद मात्रै दिनु। ब्रह्माजीले व्यवस्थापन मिलाइदिनु भयो। त
तर माता पिताको मृत्युको तिथिमा चाहिँ के गर्नु? बोले श्राद्ध गर्नु, भोजन खुवाउनु, हैन? विष्णु पुराणमा भने नि हातै भए पनि उठाइदिनु यदि लाचारी भयौँ, हामीसँग धन झन भएन भने। ए अहिले होइन हो विष्णु, त्यो त अगाडिको हो, त श्राद्धको दिन भयो त, अहिले कहाँ भनेको? यहाँ त अहिले पो हात उठाउँदै हुनुहुन्छ, हैन? त्यो चाहिँ श्राद्धको दिन यदि केही भएन भने हात उठाइदिनु पो भनेको त, बुझ्नुभयो नि, हैन? त्यही भएर एक वर्षमा गरिने जुन श्राद्ध हो यो श्राद्ध तपाईँहरूको भोजन हो। अनि पितृपक्ष भनेको कन्या राशिमा सूर्य गइसके पछाडि जुन मृत्युहरूको तिथि आउँछ एक वर्षमा यो तपाईँहरूको तृप्तिकारक हो। बस यति दुईटाले त हुन्छ होला नि भने पितृहरूले अझै दुखी भए भने प्रभु कहिले कहिले त हाम्रा त सन्तान नास्तिक पो निस्किन्छन् त, श्राद्ध भन्ने बित्तिकै हुप्प पर्छ, तिनीहरूलाई चाहिँ के गर्नु नि भने हेर्नु पितृहरूलाई कति चिन्ता रहेछ। भक्तवत्सल भगवान को, पितृनारायण भगवान को, एकरश्यन्ति ते शारदं तेऽपि पापतमा नरा न तेषां सन्ततिर्वृद्धिं सम्प्रायस्यति कर्हिचे। काली कालेऽपि सम्प्राप्ते दारुणे निर्धने जने वर्षान्ते श्राद्धमेकं हि प्रकीर्ष्यन्ति मानवा। हे ब्रह्मदेव, हाम्रा छोरा सन्तानहरू धेरै नास्तिक भए अनि ल औँसीका दिन त नीति नियम पालना गरेनन्, हैन? अनि त्यस पछाडि गएर वर्ष दिनको श्राद्ध पनि गरेनन्, सूर्य श्राद्धको पनि गरेनन्, अनि हामी के भोकै हुनु त? तिनीहरूको लागि चाहिँ केही अप्सन छ कि छैन भन्दा ब्रह्माजीले भन्नुभयो एउटै अप्सन छ। बोले के गर्नु? बोले गयामा गएर कि श्राद्ध गरून्, कि ब्रह्म कपाले गरून्, कि विष्णु वराह क्षेत्रमा गएर श्राद्ध गरून्, कि गोकर्णमा गएर श्राद्ध गरून्। बोलो पितृनारायण भगवानको। साह्रै धेरै गरिब छ भने, श्राद्ध गर्न सक्ने शक्ति छैन छ भने, हैन, उसले चाहिँ गयामा गएर ब्रह्म कपालीमा गएर श्राद्ध गर्दैन। गरिब छ भने र तबदेखि श्राद्ध नगर्दा पनि हुन्छ गरिबले। त्यही भएर यहाँ बताउनु। तर मैले अस्ति भनिसकेको छु भन्दा अगाडि ब्रह्म कपाली गरे पछाडि घरमा श्राद्ध नगर्ने भन्ने चाहिँ होइन, फेरि गरिबको लागि, दुखीको लागि, हैन? जसको कुनै सामग्रीहरू जुटाउन सक्दैन भने गयामा गएर, हैन, अनि विष्णु पादुकामा गएर, ब्रह्म कपाली गएर, यता धरान यता विष्णु पादुका पुग्छ, वराह क्षेत्र पुगेर एकचोटि मात्रै पितृहरूको लागि तर्पण दियो, जल दियो, हैन? त्यहाँ ब्राह्मण भोजन गरायो त्यो ठाउँमा पुगेर भने त्यस्ता व्यक्तिहरूका पितृहरू तृप्ति हुन्छ। बार बार मागी पनि रहँदैन, नहुँदा पनि भयो दिउँ त खुसी भयो। त्यसै कारणले गर्दा त अनि विष्णु पादुकाको, विष्णुले पहिलो पाउ राखेको वराह क्षेत्रमा अस्ति हामीले सुन्यौँ धरतीको पहिलो तीर्थ विष्णुले नै स्वयं श्राद्ध गर्नुभएका प्रसङ्गहरू छन्। कति धेरै ठुलो महिमा छ हेर्नु त। त्यस्ता व्यक्तिहरू पनि त्यो तीर्थमा जानु पर्दछ, हैन? त त्यस्ता व्यक्तिहरू, किनभने गया शिरस्य वंशस्य तस्य मुक्तिर्भविष्यति अन्यो युष्मत् प्रतुष्ट्याय उपाश्चिन्ति तयोमया। चिन्ता नगर्नुहोस्, यदि एकोदृष्टि श्राद्ध पनि गर्दैनन्, सूर्य श्राद्ध पनि गर्दैनन्, औँसी पनि बार्दैनन् भने ती सन्तानहरूले अवश्य एकचोटि तीर्थमा गएर श्राद्ध चाहिँ गरून्। त्यसैले हेर्नु, घरमा मात्रै श्राद्ध नगर्नु, कुनै दिन यसो परिवार भेला भएर विष्णु पादुका जानु, 2-4 वर्षमा एकचोटि जानु, एकचोटि मात्रै होइन, सम्भव हुन्छ भने त गइ नै राख्नु। यसले पितृहरूलाई अनन्त तृप्त बनाउँदछ। अब पौषे औँसीमा त विष्णु पादुकामा लाम लाग्छ श्राद्ध गर्न, गोकर्णमा ल हेर्नुहोस्, यो तिथि पितृहरूले आशा गर्छ। क्या क्या कुराहरू बताए प्यारा भक्तवृन्द। त्यस कारणले गर्दा यहाँ बताउनु भयो, जसका वंशमा कुलघाती छन्, वंशघाती छन्, हैन, जहाँ कहीँ पनि गएर मृत्यु भएका छन्, त त्यस्ता व्यक्तिहरू पनि यस्ता पितृतीर्थ धामहरूमा गएर श्राद्ध गर्नाले उनीहरूलाई तृप्ति मिल्दछ, प्रेत भएर भड्किनु पर्दैन। त्यो कुराहरूको बोध बताउनुहुन्छ। त यस कारणले गर्दा हामीले पनि बोले के गर्नुपर्ने रहेछ त? श्राद्ध घरमा मात्रै होइन, कहिलेकाहीँ तीर्थमा गर्ने श्राद्ध पनि गर्नुपर्छ। पितृहरूलाई बहुत आनन्द छ घरमा, किनभने घरमा भन्ने नीति नियम नपुग्ला, तर तीर्थमा गएर गऱ्यो भने पितृहरू स्वयं आएर उसलाई कृपा गर्दछन्, उसलाई आशीर्वाद दिँदछन् भन्ने कुराहरूको बोध पनि यहाँ गराउनु भयो। र यहाँ अगाडि भन्नुहुन्छ, श्राद्ध गर्दा तेन तृप्तिं परायान्तिं
एकनिमित्वमुपागत कीटत्वम वापि तिर्यक्त्वम भ्यालत्वम च नराधिप। सुन्नु है, श्राद्ध गर्दा जल दिँदा पिण्ड दिँदा कुनै चिजहरू भुइँमा झर्छन् नि, पिर नलिनु। यहाँ भन्नुहुन्छ बोले श्राद्ध गर्दाको समयमा श्राद्ध गर्दै गर्दा पुष्प भुइँमा झर्यो भने, चन्दन भुइँमा झर्यो भने, अन्न जल पृथ्वीमा झर्यो भने, जल पृथ्वीमा झर्यो भने बोले पितृहरू अनि प्रेत बनेका छन् उनीहरू पनि तृप्ति हुन्छन्। कृमित्व जोनीमा, कीटत्व जोनीमा, तिर्यक जोनीमा, सर्पको जोनीमा गएका छन् भने पनि तृप्ति मिल्छ भुइँमा झरेको। र जसको अकालमा मृत्यु भएको छ, कुनै संस्कार बेगर जसको मृत्यु भएको छ भने उसलाई पिण्ड दिँदा वेदीमा दिँदैन, विकिर दान भनेर छुट्टै दिइन्छ। असंस्कृतम प्रमित्यानम त्यागिनम कुलयोषितम एच चाप मृत्युनाम केचिन मृत्यु प्राप्त शवम सजा भनेको छ। उच्छिष्ट भागधेयानाम उच्छिष्ट भागधेयम स्यात् दर्वेषु विकिरश्चय भनेको छ। विकिरेण प्रदत्तेन तृप्तिम यान्ति च चाखेला। त्यसैले श्राद्ध गर्दा पिण्ड दिनुभन्दा अगाडि कोही त्यो कुलमा गति अपगति परेकाको लागि छुट्टै, संस्कार नभएकाहरूको लागि गुरुहरूले छुट्टै त्यहाँ विकिर दिन लाउनुहुन्छ नि हातमा, त्यो पनि हो। त्यसले सबै प्रदत्त व्यक्तिहरू तृप्ति हुन्छ, अनेकको उद्धार हुन्छ। तस्मान्न दक्षिणाहीनम श्राद्धम कार्यम विपश्यता। अब एउटा अन्तिम मूल पोइन्ट सुन्नु श्राद्ध गर्नेहरूको लागि, राम्रो कुरो आयो स्कन्द पुराणमा। यही चेत् शाश्वतीम तृप्तिम पितॄणाम आत्मनश्चय। यदि श्राद्धमा मन्त्रहरू गल्ती भयो, गुरुहरूले मन्त्र अशुद्ध पढिदिनु भयो, किनकि श्राद्धमा वचन शुद्ध चाहिन्थ्यो। यदि समय ठिक भएन, मध्याहमा श्राद्ध गर्नु पर्थ्यो, बिहानै गरेर अफिस हिँड्नुपर्ने भयो। राधे राधे भनिदिनु न सबैले, राधे राधे। हेर्नु है, दक्षिणा अनि यत्किञ्चित मन्त्रहीनम वा कालहीनम अथापि वा विधिहीनम च सम्पूर्णम दक्षिणायाम तु तद् भवेत्। यदि श्राद्ध गर्दा मन्त्रहीन भयो, समय पनि मिलाएर जुराएर गर्न सकिएन आफ्नो अवस्थाले गर्दा, विधि पनि केही पुर्याउन सकिएन भने श्राद्ध केले पुरा हुन्छ अरे त भन्दा श्राद्धमा दक्षिणा र भोजनले श्राद्ध पुरा हुन्छ। त्यो विधिहरू जो गल्ती भयो नि, मन्त्र गल्ती, विधि काल नियम समय पुगेन भने तपाईँले दिएको दक्षिणाद्वारा त्यो श्राद्ध पुरा हुन्छ। अनि भोजन खुवाउनुहुन्छ, त्यो भोजनद्वारा तृप्ति हुन्छ। जसरी मरुभूमिमा पानी पर्यो भने त्यो के काम, केही कामै छैन। अन्धकारमा नाच्ने के काम, अँध्यारो छ त्यहाँ नाचेर के गर्नु, कसले देख्छ र हो कि होइन भन्नु न, हौ टाउको हल्लाइदिनु न, होइन के काम र। अनि लाटो छ त्यसलाई जति नै मिठा मिठा भजन गीत सुनाए पनि के गर्नु, न कुनै ताली ठोक्छ न कुनै जीव हल्लाउँछ, होइन। त यहाँ भन्नुहुन्छ न स्वाध्याय प्रकर्तव्यो न ग्रामान्तरकरम व्रजे। त्यसैले श्राद्ध चाहिँ गरो तर दक्षिणा गरेन भने त्यो श्राद्ध सफल हुँदैन। त्यसैले मेरो मन्त्र अशुद्ध भयो कि समय मिलेन कि कुनै नियम विधिहरू पुगेन भने पनि टीका लगाउँदै, त्यसैले श्राद्धकर्ताले पिण्ड सेलाइसके पछाडि टकटक टीका लगाउँदै दक्षिणा दिइहाल्नुपर्छ। 5 का 10 का जसलाई जति दिनुपर्ने हो 50 रुपियाँ टक 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 बाँडिदिइहाल्नु पर्दछ, होइन। त्यसैले यज्ञ गराउनुहुन्छ नि, यहाँ ध्यान दिनु होला, यज्ञ गराउनुहुन्छ नि, श्राद्धका ब्राह्मणलाई त सुताउनु अरे। श्राद्धका ब्राह्मण त खाएर होइन, तर अब आफ्नै कुराहरू हुन्। त यज्ञ गरे पछाडि दक्षिणा अन्तिम समयमा दिँदा हुन्छ, तर श्राद्धको चाहिँ टीका लाउँदै जजमानले दक्षिणा दिइहाल्नु पर्दछ। र श्राद्धका दिन त्यही हो, पितृगणहरू बडा त्यो घरमा रहन्छन्, खुसीका साथमा रहने। श्राद्धका दिन र एकछाकीका दिन ब्रह्मचर्यको पालना गर्नुपर्दछ। यो कुरो चाहिँ नबिर्सिनु होला। एकछाकी अघिल्लै दिन एकछाक जो ग्रहण गर्नुहुन्छ, एकछाकीदेखि ब्रह्मचर्यको पालना गर्ने, श्राद्ध गरेर पनि ब्रह्मचर्यको पालना गर्ने। यदि श्राद्ध गर्यो, पिण्डदान दियो, तर उसले ब्रह्मचर्यको पालना गरेन, यदि मैथुनमा रद भयो, होइन, त त्यस्तो अवस्थामा बोले के हुन्छ त, पितृहरूले हरेत प्राप्त गर्दछन्, उनीहरूलाई चाहिँ बडो कष्ट हुन्छ। यो वेदको वचन हो। स्वाध्यायम वितरस्तृप्तस्त यावत् संवत्सरं नृपः व्यर्थ श्राद्ध फला सन्ता पीड्यन्ते छुत विपाशया। त्यसैले गृहस्थीहरूले अघिल्लो दिन एकछाकी र श्राद्ध गरेको दिन पनि पत्नीका साथमा ब्रह्मचर्यको पालना गर्नुपर्दछ। यसबाट पितृहरू बहुत प्रसन्न भएर धनधान्यादिहरू समृद्धिहरू प्रदान गर्दिन्छन् भन्ने कुराहरूको बोध आयो। त श्राद्धमा दक्षिणाको पनि उत्तिकै महत्त्व रहेछ।
चाहे छोरी चेलीलाई होस्, चाहे भान्जा भान्जीलाई होस्, जो पनि आउँछ श्राद्धमा दक्षिणा दिनुपर्छ। गुरुलाई मात्रै होइन, श्राद्धमा कहिले समयअनुसार श्राद्ध, कहिले ब्राह्मणले मन्त्र अस्मित बोल्यो भने पनि दक्षिणा दिए पछाडि पितृहरू बहुत प्रसन्न हुन्छन्। ब्राह्मणहरूले खुवाएर यहाँ त चुठी दे भने त्यसले चाहिँ त्यो जल दे भन्नु न, प्रेतहरूलाई तृप्ति मिल्छ अरे हजुर। श्राद्धमा कसैलाई भोजन ग्रहण गाइयो ब्राह्मणहरूलाई अनि चुठाइयो भने त्यो जल भुइँमा झऱ्यो भने त्यसले प्रेतहरू, प्रेत पितृ होइन, पितृको त कहिले उनीहरू त सधैँ खुसी नै हुन्छन्, त प्रेत भएका छन् भने पनि उनीहरूको उद्धार हुन्छ। श्राद्धे भुक्त्वा तथा तात्मी श्राद्धम या श्राद्धमाचरे। यिनै कुराहरूको साथमा अब अन्तिममा गएर द्वादश सूर्य उत्पत्ति अन्तर्गत रत्नादिको उत्पत्तिहरूको बारेमा वर्णन गर्दै स्कन्द पुराणको यो 6मा नागर खण्डलाई पनि यही प्रणाम गरियो। अब हामी अन्तिम खण्डमा हामी जाँदैछौँ। बोले कहाँ? अन्तिम खण्डमा। अन्तिम खण्डको नाम के हो थाहा छ हजुरहरू? प्रवास खण्ड। प्रवास खण्ड यो ग्रन्थ। अब यसमा धेरै प्रवास खण्डमा यसमा धेरै प्राय गरेर ज्योतिर्लिङ्गहरूकै उत्पत्ति छन्, सारा साना तिना यो ब्रह्माण्डमा भएका।